नमस्ते, हजुरहरूलाई स्वागत छ मेरो च्यानलमा। आज मैले बफ मोमोको रेसिपी लिएर आएको छु। मोमोको लागि चाहिँ यो मैदा मुस्दैछु। थोरै पानी हालेर मैदा मुस्नु होला। प्लास्टिकमा छोप्दैछु। रेडी भयो। अब म चाहिँ मासु मुस्दैछु मोमोको लागि। मोमोको लागि मासु पेल्ने आइसक्यो। मासु अब यसको लागि म सामग्रीहरू म देखाउँदैछु। चप गरेको प्याज, हरियो लसुनको चप गरेको, धनिया चप गरेको, अनि यो मोमो मसला मैले चाहिँ बटर हाल्दैछु आज। अनि जिरा, कोटुलो, बेसार, नुन, खुर्सानी हाल्दैछु। हेर्नुहोस् त, अब मासु मुस्दैछु। अब प्याज हालिदिन्छु, हरियो लसुन, धनिया, मोमो मसला 1 चम्चा हाल्दैछु, बेसार आधा चम्चा, नुन स्वाद अनुसार, खुर्सानी कुटुलो 1 चम्चा, जिरा कुटुलो 1 चम्चा। लास्टमा चाहिँ यो बटर हाल्दैछु मैले। सबै हालेर अब यो मुस्दैछु। बटर हालेर एकदम जुसी हुन्छ। मैले चाहिँ बटर हाल्छु प्रायः जस्तो मोमो बनाउँदाखेरि। मोमोको मासु पनि रेडी भयो। अब म झोल बनाउँदैछु। यसको लागि चाहिँ म तयार गर्दैछु। मैले यो तिल र भटमास चाहिँ फुटेर राखेको छु। यो टमाटर पनि मैले उसिनेर राखेको यो। अब म चाहिँ यो भटमास र तिल चाहिँ मिक्सरमा हाल्दैछु। अब टमाटर पनि हाल्दैछु। हेर्नुहोस् त, यसरी ल्याइसकेँ मैले। अब यसमा चाहिँ तातो पानी खनाइदिनु होला। नुन स्वाद अनुसार हालिदिनुहोस्। खुर्सानी हजुरहरूलाई कति मनपर्छ, पिरो ठिक्क, मलाई चाहिँ पिरै मनपर्छ, हाल्नु होला। हेरेर जिरा चाहिँ थोरै हालिदिनु। अनि मैले चाहिँ बेसार चाहिँ थोरै हाल्दैछु। अनि एउटा कागती पनि हाल्दैछु मैले। अनि यसरी चलाउनु होला। झोल पनि रेडी भयो। हेर्नुहोस् त, लास्टमा मैले यो तेल अलिकति तातो गरेर हालेको छु। यो झोल पनि रेडी भयो। हेर्नुहोस् त, अब झोल पनि रेडी भयो। मोमोको लागि म अब बेल्दैछु, मोमो बनाउँदैछु। मोमोको लागि यो अब बनाउँदैछु। रेडी भयो। मोमो बनाउँदैछु। हेर्नुहोस् त, अर्को एउटा बनाएर देखाउँछु।
मैले पारामा तेल पनि हालिसकेँ। अब यसमा मोमो हाल्दैछु। मैले पानी पनि तताइसकेँ। अब यसमा मोमो हाल्दैछु। छोड्नुलाई मैले यो 10 मिनटको लागि छोड्दैछु। हेर्नुहोस् त मैले यस्तो स्टाइलको पनि बनाएको छु। हेर्नुहोस् त मोमो पनि पाक्यो। अब म प्लेटमा सर्भ गर्दैछु। हेर्नुहोस् त मैले मोमो पनि सर्भ गरेर राखिसकेँ। हजुरहरूले पनि यस्तै गरेर घरमै बनाएर खानु होला। मेरो भिडियो मन परेमा लाइक, कमेन्ट, शेयर, सब्सक्राइब गर्न नभुल्नु होला। धन्यवाद।